हेलो गाइज, आज चाहिँ म एउटा दामी भिडियो लिएर आउँदैछु होइन। तपाईँहरू हेर्दै गर्नु होला। गर्मीको मौसममा चाहिँ धेरै मान्छेहरू खोलाको छेउतिर होइन घरभन्दा बाहिरतिर बस्ने गर्छन्। खास बस्नुहुन्छ या हुँदैन त्यो चाहिँ म भन्छु है। चोकतिर नि लगाउँछ होइन, हेर्दै गर्नु होला। म चाहिँ अहिले बागमती किनारतिर जाँदैछु घरबाट। 50-50ले आयो डाइनङ बन्द गरेर अब बागमती किनारतिर जाँदैछु। यहाँनिर मान्छेहरू हेर्नु कतिको हुन्छ। म के गर्छु यहाँ मान्छेहरूलाई हेर्दै आउनु है त। नानी कलेजमा खतरा कन्सेप्ट लागिरहेको हुलिया त यही हो, यस्तो हुलियामा छु कि होइन। एकजना अङ्कलले ल जाने भए जाऊ बाबु, टिकट लगेर जाऊ मेरो अरे। टिकट पनि पायो नानी कलेजको। न्यु भ्लगर रहेछ यतापट्टि हो। अनि हामी पनि भ्लग हान्दै आइरहेको थियो। अब गइदिनु पऱ्यो नानी कलेजमा। खास आयो आउनु त बाटो नानी कलेज जाने भनेर गाइस खोलाको छेउतिर। तर पानी खतरा रहेछ क्या, रेन्जर ठुलो पानी रहेछ, हेर्न सक्नुहुन्छ होइन। हामी चाहिँ यो पानी तरेर जाने भनेर आज, तर जान डेन्जर रहेछ। जानको सकिन्छ कि सकिँदैन भन्ने जान सकिन्छ या सकिँदैन। बागमती जान त सकिन्छ, तर गइदिनु न। यही पानी पस्यो त्यहाँ गएर मान्छे नआउँछ, हामी कि त भिजाएर गइदिनु होइन। पुल चाहिँ माथिसक्यो, नारायण पुल चाहिँ धेरै नै माथि हो। अनि किनारी हिँड्नु त्यत्रो बाटो भनेर बागमती जाँदै हिँड्नु भनेर आएको गाइस। खोला यही हो होइन। गाह्रो लाग्यो सकिला कि नसकिला भन्ने तर तर्दिने हो पाल्यो ल्याउ लागेको रहेछ। चिप्लिन्छ क्या, अहिले गएर मुनितिर पुगिन्छ होइन। सो गाइज यस्तै धेरै छैन यहाँ, सिमेन्टी छ सिमेन्टी। हातले टेक्नु न चिप्ल्यो भने। सो गाइज एउटा दुईजना पक्कै गएर मोबाइल जान्छ अरू भन्दा यार। ओहो बगला जस्तो छ त है यो खोलाको। हामी आधी चाहिँ तरिसकेको छौँ। सो यहाँ हाम्रो भ्लगर चाहिँ तर्नु भइसक्यो। तर्न सफल भयो हामी। अब टक्क लाएर ट्राफिक डाकिदिने हो यो सबमा। शान्तिले ट्राफिकको टक्क ट्राफिक राखिदिने। अनि ट्राफिक डाकेर यिनीहरूको अब ट्राफिक डाकिदिएर सबमा लक हान्न लगाइदिनु पऱ्यो। यो पार्किङ हो, यो पार्किङ हो, यो फुटपाथ हो, पार्किङ हो यो। ओ मामाहरू चाहिँ बौदाको होला यता भनेपछि काँडाघारीको धेरै होला। के हो ल कन्सर्टै सक्दिन्छ यार, कन्सर्ट हेर्नलाई आइदिएको त छ्या। ल ए केटी गर्छ 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 ए केटी गर्छ गर्छ केटी गर्छ गर्छ सकेछ भने कन्सर्ट हेर्न आएको। कन्सर्टै सकेछ स्याझ्याउ भाइ। कन्सर्ट सक्यो कन्सर्ट सकेछ हो। ल घर जाएछ बाई घर जाएछ सब गर्छ। के हो नानी कलेज बगल रहेछ त। अस्ति भर्खरै यो पुरा जलाइरहेको थियो जिएनजी आन्दोलनमा। आज चाहिँ यहाँ पुरा कन्सर्ट राखेको रहेछ होइन। कन्सर्ट राखेर पुरा बबाल हानिरहेको छ। प्राइभेट विद्या भण्डारीको स्कुल, विद्या भण्डारी राइट गाइज अल राइट। नानी स्कुल नानी कलेज अस्ति म नानी
कलेज आएँ तर कन्सर्टै सकिसकेको छ अब काम लागेन जिएनजी आन्दोलनमा चाहिँ यो कलेज पुरै धस्तै भएको थियो हामी आफै आगो मार्न पनि आएको थिएँ होइन तर यो चाहिँ किन चाहिँ धस्त भयो भन्दाखेरि विद्यादेवी भण्डारी जुन हाम्रो बुपु मन्त्री राष्ट्रपति थिइन् नि उहाँको भनेर चाहिँ धस्तै बनाएको थियो यो कलेज होइन र अहिले चाहिँ पुरै फेरि बवाल बनाएछ यो नानी कलेज गोकर्णेश्वरमा पर्ने नारायण रोड फुलबाट तोल्दिएर होइन नानी कलेज यो चाहिँ कन्सर्ट हेर्न आयो अब यो टिकट हामीलाई के काम होइन हामीलाई काम लाग्छ यो टिकट काम लागेन यस्तो मुला टिकट जा भाडमा तर बवाल बनाइसकेको छ नानी कलेज ए केटीकेटीहरू गर्छ है भात पाइसक्यो गर्छ पुरा के रमाइलो भइरहेको रहेछ ए केटीकेटीहरू गर्छ है केटीकेटीहरू गर्छ केटीकेटीहरू गर्छ पुरा खोला त तर्दिए होइन तर चिल चाहिँ चिल छ यार नाइटमा चाहिँ होस् खोलाको छेउमा आयो बस्यो गफ गऱ्यो होइन हामी जस्तो जाडोसी नखानेहरूलाई चाहिँ झ्याउ आयो चिलमा बस्यो बुक मिल्यो कति घटनाहरू नि भइरहेको छ यो बागमती खोलाको छेउछेउमा धेरै घटनाहरू पनि भइरहेको छ कतिपय भर्खरको भाइ बहिनीहरू आउने गाजा साजा खाने त्यो विभिन्न लागु औषधहरू युज गरेर भाइ कहाँ गएर कतिमा भजाएँ होइन भजाएँ कहाँ भजाएँ हो कहाँ गएर हो त भजान ल 9 बजेपछि यो एरियादेखि मैले फेरि ब्लक गर्छ क्या है ब्लक गर्छ क्या है यत्रो सानो भाइ बहिनीहरू चाहिँ अब उमेर त भएन नि त यसरी बाहिर यो टाइम हेर्नेखेरि त्यही भएको कारणले चाहिँ बच्चाहरूलाई सेफ्टी पनि हुन्छ र 9 बजेपछि चाहिँ यो खोलाको छेउछेउ हिँड्न दिएन भने मर्डर पनि कम हुन्छ होइन अहिले अब देशमा धेरै नै बिगबिगी छ कुकुर मारे कानुन लाग्छ मान्छे मारे कानुन लाग्दैन भन्ने टाइपको भइरहेको छ होइन त्यो कारणले चाहिँ बच्चाहरूलाई चाहिँ 8 बजेपछि चाहिँ सबैजना घरको गार्जेनहरूले पनि आफ्नो बच्चाहरू घरमा छ कि छैन भनेर एकचोटि चाहिँ हेर्ने होइन त्यसो गरेर चाहिँ राम्रो होला लाइट बोलेर किन मेरो काम बोलो भाइ कहाँ गएर आएको तिमी म उता कपाल काटेर खै दाइको चाहिँ कपाल काटेको अनि दाइको कपाल काट्नलाई तिमी गइदिएको साथी हिँड्दैको तिम्रो नाम के हो अनित एएनआइटी कहाँ पढ्ने यही स्कुल हो अच्छा कति बजे हो गुड एक्लै हिँड्नु ल यसरी ल यो अपङ्ग हस्पिटल यहाँबाट छिर्ने यहाँनिर एउटा गेट बनाउनु पर्ने कि बिरामी भयो भने यो हस्पिटलमा जानको लागि नारायणटार पुल पुग्नुपर्छ 1 किलोमिटर जानुपर्छ उता यो हस्पिटलको चाहिँ यो एरियामा गेट भयो भने एकदम सजिलो हुन्छ मान्छेलाई इमर्जेन्सी लाइन यहाँ छ अब यहाँबाट कोही मान्छे यो एरियामा बिरामी भयो भने तपाईँको यताबाट आउने मान्छेहरू ठ्याक्कै पारी 1 किलोमिटर जस्तै छ होला है त्यतिमा पुगेर चाहिँ यहाँनिर इमर्जेन्सीमा आइपुग्नुपर्छ यहाँ यो गेट कहिले हालेछ क्या यो फर्निचर छ पहिला यो फर्निचरको लागि यहाँसम्म बाटो छेक्दै थियो अहिले चाहिँ पुग्दैछ बाटो उनीहरू भइसकेको छ मान्छेहरू आफ्नो ठाउँमा आफ्नो वनमा गइरहेको छ कामहरू सकाएर आफ्नो वासस्थानमा मान्छे भर्सी सुत्नु पर्दो रहेछ उठ्नु पर्दो रहेछ होइन त्यही छ सबजना काम सकाएर हिँड्दैछ घरमा मासु भात खाने हो टक्क सुत्ने हो काम सकेपछि हेलो भेना ओ भेना उहाँ चाहिँ हाम्रो नेसनल भेना
होइन ल है हो क्या बेना यहाँ छ क्या गाइस अब हामी हिँड्दा 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 हाम्रो वासस्थान हाम्रो अरू रेस्ट आइपुगेछ अब म चाहिँ घरभित्र छिरेँ